अह ल आज हामी यो अर्गनाइजेसन मतलब संगठनबारे कुरा गर्दा प्रयोग हुने तीनवटा शब्द प्रकृति, विशेषता र तत्त्व यिनीहरूमा अलिकति गहिरिएर हेर्दैछौँ। अँ, यी शब्द सुन्दा उस्तै लाग्छन् नि, तर के फरक छ त? हामीसँग एउटा स्रोत छ जसले यो कुरा प्रस्ट्याउँछ। हो एकदम उस्तै सुनिन्छन्, तर अलिकति केलाएर हेर्यो भने संगठन बुझ्नलाई यिनीहरूको फरक अर्थ जान्नु महत्त्वपूर्ण छ। त्यही त स्रोतले राम्ररी छुट्याएको छ भन्नुभयो। हाम्रो उद्देश्य पनि आज यही हो, यी तीन कुरा बीचको त्यो सानो तर महत्त्वपूर्ण भिन्नता के हो त्यो बुझ्ने। ल सुरु गरौँ न त। हुन्छ, सुरु गरौँ। पहिलो शब्द प्रकृति। स्रोतले भन्छ यसले संगठनको आधारभूत चरित्र वा स्वभाव बताउँछ रे। अँ, यो भनेको ठ्याक्कै के हो त? अलि सरल पारिदिनुस् न। प्रकृति भनेको संगठनको एकदमै भित्री गुण, यसको सार हो क्या? मतलब यो किन छ, यसको आधारभूत स्वरूप कस्तो छ? ए स्रोतले भनेअनुसार संगठनको प्रकृति भनेको चाहिँ पहिलो कुरा यो लक्ष्य उन्मुख हुन्छ, कुनै न कुनै उद्देश्य हुन्छ। लक्ष्य पछाइहाल्यो। हो, अनि दोस्रो यो एउटा सामाजिक प्रणाली हो, मान्छेहरू हुन्छन्, स्रोत साधन हुन्छन्, हैन? ठिक हो। र तेस्रो त्यहाँ कामको बाँडफाँड हुन्छ, अनि त्यो काम मिलाउनलाई समन्वय पनि हुन्छ। हो, यही हो यसको भनौँ न आधारभूत स्वभाव। कोर आइडिया। ए बुझे भनेपछि यो संगठनको डीएनए जस्तै भयो, यसको मूल स्वभाव। ठिक छ। अब यो स्वभाव त भयो, तर यो व्यवहारमा कसरी देखिन्छ त? त्यो नै विशेषता हो कि कसो? हो, तपाईले ठ्याक्क समात्नुभयो। प्रकृति र विशेषतामा के फरक भयो त? विशेषता भनेको चाहिँ संगठनका ती गुणहरू हुन् जुन बाहिरबाट देखिन्छन्, अनुभव गर्न सकिन्छन्, जसले संगठनलाई चिनाउँछ। ए चिनारी जस्तो? हो, चिनारी। स्रोतले उदाहरण दिएको छ नि, जस्तो कि स्पष्ट उद्देश्य हुनु, त्यो देखिन्छ। अनि पद र अधिकारको तहगत संरचना, कसको के पद, कसलाई के अधिकार, हैन? हो हायरार्की। हायरार्की। अनि औपचारिक नियम कानुनहरू हुन्छन्, समन्वय र सहकार्यको आवश्यकता पर्छ, सञ्चार प्रणाली हुन्छ। यी सबै के हुन् त भन्दा संगठनका बाहिरी स्वरूप र कार्यशैली देखाउने चिनारीहरू हुन्। ए प्रकृतिले यो के हो भन्यो भने विशेषताले चाहिँ यो कस्तो देखिन्छ वा कसरी चल्छ भन्ने देखायो। चाखलाग्दो कुरा। भनेपछि प्रकृति भित्री सार भयो, विशेषता बाहिरी रूप र काम गर्ने तरिका। ल अब तेस्रो कुरामा जाउँ, तत्त्व। स्रोतले यिनीहरूलाई अनिवार्य भागहरू भनेको छ। यो चाहिँ अलि फरक सुनियो है? एकदम, यो अलि फरक छ। तत्त्वहरू भनेको चाहिँ संगठन बन्नका लागि नभई नहुने आधारभूत खम्बाहरू, बिल्डिङ ब्लक जस्तै हुन्। नभई नहुने हो, अनिवार्य। स्रोतले भने चाहिँ यी तत्त्वहरूमध्ये कुनै एउटा पनि भएन भने त्यो संरचनालाई प्राविधिक रूपमा संगठन भन्ने मिल्दैन। ओहो, के हुन् ती तत्त्वहरू? स्रोतका अनुसार मुख्य तत्त्वहरू हुन्, पहिलो उद्देश्य वा लक्ष्य, दोस्रो व्यक्ति वा समूह, मान्छे त चाहियो नै हो, तेस्रो कामको विभाजन वा बाँडफाँड, चौथो अधिकार र जिम्मेवारीको स्पष्टता, र पाँचौं समन्वय। ए उद्देश्य, मान्छे, कामको बाँडफाँड, अधिकार जिम्मेवारी अनि समन्वय, यी पाँचवटा। यी पाँच तत्त्व यी चाहिँ संगठन बन्नलाई नभई नहुने इन्ग्रिडियन्ट्स जस्तै हुन् क्या? ए हो र? भनेपछि त स्रोतको हिसाबले यी पाँच चिज भएनन् भने त्यो अर्गनाइजेसनै होइन। यो त निकै कडा परिभाषा पो रहेछ। हो, कडा नै सुनिन्छ, तर यसले संगठन हुनका लागि न्यूनतम के चाहिन्छ भन्ने कुरा एकदमै स्पष्ट पार्छ। त्यसो भए हेर्नुस् त अब कति प्रष्ट भयो। प्रकृतिले यो के हो र किन छ भन्यो, विशेषताले यो कस्तो देखिन्छ र कसरी काम गर्छ देखायो, हो, र तत्त्वले यो बन्नलाई के नभई हुँदैन भन्ने कुरा निश्चित गर्यो। वाह, अब बल्ल अलि क्लियर भयो यी तीन शब्द बीचको सम्बन्ध र फरक। प्रकृतिले जग बसाल्यो, तत्त्वहरूले त्यो जगमाथि संरचना खडा गरे, अनि विशेषताहरूले चाहिँ त्यो संरचना कस्तो देखिन्छ त्यसलाई बाहिरी रूप दियो। स्रोतले त निकै उपयोगी तरिकाले व्याख्या गरेको रहेछ यो। हो, एकदम। र यो भिन्नता बुझ्नु भनेको खालि सैद्धान्तिक ज्ञान मात्रै होइन नि, त नि व्यावहारिक पनि होला। हो, यसले संगठनलाई विभिन्न तहबाट विभिन्न कोणबाट हेर्न र बुझ्न मद्दत गर्छ।
आज हामीले सङ्गठनको प्रकृति, विशेषता र तत्त्व यी 3 अवधारणाहरू बीचको सूक्ष्म तर महत्त्वपूर्ण भिन्नतालाई केलाएर हेर्यौं। साँच्चै स्रोतको मद्दतले यी अवधारणाहरू अझ स्पष्ट भए। अलि गम्भीर हुँदै हो, यो स्पष्टता महत्त्वपूर्ण छ। तर अब एउटा प्रश्न मनमा आउँछ होइन? के प्रश्न? अब सोच्नुपर्ने कुरा के हो भने, यदि कुनै सङ्गठनमा समस्या आयो वा त्यसलाई अझै राम्रो, अझ प्रभावकारी बनाउनु पर्यो भने यी 3 पक्ष, प्रकृति, विशेषता र तत्त्वमध्ये कुन चाहिँमा ध्यान केन्द्रित गर्दा सबैभन्दा छिटो र सही समाधान निस्केला त? कुन पक्षलाई हेर्दा समस्याको जड पत्ता लाग्ला? यो अलि विचार गर्नुपर्ने प्रश्न हो जस्तो लाग्छ।